Auto focus. So म चाहिँ अहिले लोफोटेन ल्यान्ड भएँ बिहान फ्लाइट लिएर आएको थिएँ यो हाइक गर्नलाई अहिले माथि जानुपर्छ अब यहाँ जान्छौँ हेर्दाखेरि नजिक देखिँदो रहेछ यो भिडियोमा लोफोटेन भनेको छु म खास ट्रोम्सो ल्यान्ड भएँ यहाँबाट चाहिँ बाई रोड चाहिँ हामी लोफोटेन जान्छौँ अब सो हामी चाहिँ अहिले सेकेन्ड हाइकमा आएको छौँ 1 बजे रातिको मैले अर्को क्यामेरा चाहिँ ब्यागमा हालेँ त्यो बोक्नु नै गाह्रो भयो यो बाटो हिँड्न लास्ट नै छ नि त अनि Flygflygsatt Norran. Vår kapten heter Jukka Saarikko och flygtiden är ungefär 1 timme och 40 minuter. Auto focus. So म चाहिँ अहिले लोफोटेन ल्यान्ड भएँ बिहान फ्लाइट लिएर आएको थिएँ हेलसिङ्कीबाट अनि म यहाँ साथीहरूलाई भेट्छु अब त्यसपछि हामी यहाँबाट रोड ट्रिप गर्दै लोफोटेनतिर जान्छौँ बेसिकली 3-4 डेजको ट्रिप हो मेरो साथीहरू चाहिँ कहिले थर्सडे नै हिँडिसकेको थिएँ आज स्याटरडे भयो सो म चाहिँ आज फ्लाइट लिएर उनीहरूलाई यहाँ भेट्न आएँ उनीहरू इभन दो हेलसिङ्कीबाटै ड्राइभ गरेर आएको थिएँ म चाहिँ जस्ट आज आइपुगेँ सो फ्लाइटमा अब आएँ अनि भिडियोमा लोफोटेन भनेको छु म खास ट्रोम्सो ल्यान्ड भएँ यहाँबाट चाहिँ बाई रोड चाहिँ हामी लोफोटेन जान्छौँ अब सो म लिनु चाहिँ धीरज आउँछ अनि यहाँबाट हामी ड्राइभ गरेर लोफोटेन जान्छौँ Yeah, for extra comfort. Okay. That kind of thing. That's cathedral. Oh, that's cathedral. Yeah. म चाहिँ अहिले धीरजहरू बसेको ठाउँमा आइपुगेँ उनीहरू यो घरमा बसेको थियो हिजो अस्ति बाई रोड आएर आउँछ अनि अब यहाँबाट चाहिँ हामी अघि एयरपोर्टबाट म सिधै यहाँ आएँ अनि यहाँबाट चाहिँ अब हामी सिधै ड्राइभ गरेर लोफोटेनतिर जान्छौँ आज बेलुका चाहिँ सिधै लोफोटेनमा बस्ने प्लान छ अनि हामी चाहिँ अहिले अन द रोडसँग लोफोटेन जाँदैछौँ अनि एउटा सेनिया भन्ने आइल्यान्ड छ त्यहाँ जानलाई यहाँ बाई रोड आएको त्यहाँ चाहिँ फेरी आउँछ अनि गाडी त्यता पार्क छ सो त्यो फेरी चाहिँ एभ्री 2 आवर्समा आउँदो रहेछ आज प्रब्ली स्याटरडे भयो होला मिड समर भएर अनि त्यो फेरी चढेर हामी जान्छौँ त्यसपछि मेबी फ्यु किलोमिटर्स ड्राइभ गरेपछि हाइकिङ गर्ने ठाउँ आउँछ त्यसपछि चाहिँ त्यो आइल्यान्डको एउटा वान अफ द बेस्ट भ्यू भएको ठाउँ छ सो हामी त्यही जान्छौँ यहाँ छ धीरज चाहिँ अरू त्यता छन् क्या अरे अनि धेरै लामो लाइन रहेछ यहाँ चाहिँ अलिकति हिल जस्तो ठाउँ छ अनि फेरि चाहिँ उहाँ आउँछ अनि यहाँ चाहिँ लामो गाडीको लाइनै छ क्या यहाँ चाहिँ पुरै गाडीहरूको लाइन चाहिँ लामो वहीँसम्म सो हामी चाहिँ यसमै गाडी लिएर जान्छौँ अब अर्को आइल्यान्डमा चाहिँ पनि यहाँ आउँछ
यसमै अब गाडी हाल्छौँ अनि अर्को आइल्यान्डमा जान्छौँ। यो सिप आइपुग्यो, यसमा हामी गाडी हाल्छौँ अनि मेबी 30 मिनट्स जतिको राइड पछि हामी अर्को आइल्यान्ड पुग्छौँ अनि त्यसबाट एकछिन ड्राइभ गरेर अनि ठ्याक्क त्यो हिल पुगेर त्यहाँबाट हाइकिङ गरेर उसमा जान्छौँ हामी। सो हामी चाहिँ अहिले यो फेरी चढिसक्यौँ अनि गाडी चाहिँ तल छ, माथि आएछ। मैले यो 45 मिनट्स राइड पछि हामी अर्को आइल्यान्ड पुग्छौँ अनि त्यहाँबाट फेरि ड्राइभ गरेर त्यो हाइक गर्ने आइल्यान्ड सेन्या भन्ने ठाउँ जान्छौँ। सनी क्लाउडी छ तर घाम लागिरहेको छ, उज्यालै छ, वेदर अहिलेसम्म चाहिँ राम्रै छ। But there's an exchange offer. Therefore, I want to. We'll probably be the last because we were the first ones to get in. Oh, I thought she's brilliant. Brilliant, is it? I thought she was right. No, she's right. Maybe they'll just sandwich her. Sandwich, huh? Looks like it. सो हामी चाहिँ अहिले है राम्रो आएन, ठिक छ। सो हामी चाहिँ अहिले हाइक गर्दैछौँ। यहाँ माथि धेरै माथि पुग्नु परिन्छ। यतापट्टि चाहिँ पुरै ओसेनहरू छ, ओसेन त होला नि, प्रब्ली अझै 2 किलोमिटर बाँकी छ। 2 किलोमिटर हिँड्नु 2 किलोमिटर माथि चाहिँ हिँड्नु परिन्छ। लामखुट्टेहरू चाहिँ छैन, बट फरेस्ट एरिया भएको भएर धेरै उड्ने कमिलाहरू चाहिँ छ। आधी हिँड्यो, स्यासे भइसक्यो अहिले म। अब 2 किलोमिटर पछि माथि टप पुगिन्छ। प्रब्लम टपबाट राम्रो भ्यू छ होला, यहाँबाट त्यस्तो देखिन्छ। केही छैन यहाँबाट त। अनि यहाँबाट चाहिँ माथि जाने। हाई, यहाँ चाहिँ अहिले सजिलो रहेछ हिँड्नलाई। सो हामी अहिले चाहिँ अलमोस्ट पुग्न लागिसक्यौँ। यतिमा चाहिँ हिँड्न सजिलो, यतिमा ट्र्याक प्लेन जस्तै थियो। अब चाहिँ अहिले हार्ड पार्ट आउँदैछ माथि टुप्पोमा जानलाई। अरू त त्यस्तो हिँड्न गाह्रो होइन, अघि स्टार्टिङमा आधीसम्म चाहिँ स्यासा भएको थियो। तर मेन भनेको त्यो झिङ्गाहरू, किराहरू, उड्ने कमिलाहरू अनि के भन्छ त्यसलाई, हनीबी टाइपको केले चाहिँ अलि हिँड्न गाह्रो बनाइदियो। सनग्लासेस लगायो, आँखाभित्र छिर्न खोज्ने क्या। अनि पछाडि भ्यू चाहिँ दामी छ, के टोक्यो। पछाडि भ्यू चाहिँ दामी छ। अब यहाँबाट चाहिँ यस्तो छ, यो हिँड्दै हामी माथि पुग्छौँ। अनि अब त मेबी 10 मिनट्स वाक होला, त्यसपछि आयो। अघि नै हिँड्दाखेरि आइपुग्यो जस्तो लागेको थियो, तर यो ठाडो उकालो चाहिँ ठ्याक्क जङ्गलले छेकेको चाहिँ देखेन। सो बेसी हामी हिँडेको अलमोस्ट 1 घन्टा भइसक्यो। अब चाहिँ आउनु लाग्यो, अझ अलिकति ठाडो उकालो छ। अनि त्यहाँ माथि अब चाहिँ पुग्छौँ हामी। यहाँ माथिबाट देखाउँछ अरे कस्तो भिडियो त हुन्छ नि, कस्तो ठाडो उकालो छ भनेर। त भ्यू चाहिँ राम्रो छ, अझ माथिबाट भ्यू दामी छ यतापट्टिको। यस्तो के यो ठाडो उकालो छ कि भिडियोमा यस्तो देखे पनि अलि नै ठाडो उकालो छ। चढ्यौँ होइन, अनि यो पछाडि कस्तो झिङ्गा आइरहेको छ। यो पछाडिको यो भ्यू भयो, यहाँ पनि लेक भयो। अनि मेन चाहिँ खास कुन भन्दाखेरि यहाँबाट देखेको, इन्स्टाग्राममा देखेँ अथवा ठाउँ ठाउँमा देखेको
उयो चुच्चो यो हो यताको खै देखियो न यो चुच्चोको यो हो यसको लागि आएको अनि यहाँ पछाडि ठ्याक्कै लेक छ क्या अनि यो लेक आउनलाई चाहिँ यताबाट ठ्याक्कै देखियो अनि हामी आएको चाहिँ यहाँबाट हो सो यो पुरै माउन्टेन्सहरू हो अब जाने कसरी चाहिँ थाहा छैन अनि जाँदाखेरि चाहिँ म खासै भिडियो खिच्दिनँ होला ओरिजिनल जस्तो नै स्टिप छ तलसम्म चिप्ल्यो भने खसिन्छ सो भोलि यहाँ फोटोहरू खिच्छु अनि फोटोहरू खिच्छौँ अनि त्यसपछि पार्किङमा गएर चाहिँ लोफोटेनतिर पुग्छौँ आज भने के गर्दैन भने उहाँ पुगेपछि प्रब्लम मिड नाइट सन हेर्छौँ होला त्यो क्लाउडी भइसक्यो अलिअलि फोटो खिच्नुपर्छ त्यसमा Parking also nearby. You just enter the city and it's just सो हामी चाहिँ लोफोटेन आइपुग्यौँ अनि अहिले चाहिँ रातिको के भयो खै 12:50 भयो हामी यो हाइक गर्नलाई अहिले माथि जानुपर्छ अब हामी यहाँ जान्छौँ हेर्दाखेरि नजिक देखिँदो रहेछ अघिनको हाइक पनि खास चाहिँ फोटोहरूमा हेर्दाखेरि त नजिकै देखिरहेको थियो फोटोहरूमा हेर्दाखेरि तर खास त्यो हेर्दाखेरि नजिक देख्यो नि त्यो धेरै 2 किलोमिटर छ क्या यो उकालो नै सो हामी चाहिँ अहिले सेकेन्ड हाइकमा आएको छौँ त्यो 1 बजे रातिको लोफोटेन पुग्यौँ हामी 1 बज्यो खै देखाउनु पऱ्यो त देखेन म फोनमा देखाउँछु सो रातिको 1 बज्यो आज सन्डे भइसक्यो लोफोटेन चाहिँ आयो हामी भोलिको वेदर खासै राम्रो छैन त्यही भएर अझै यो नै हाइक गर्ने भनेर आएको अनि यतापट्टि चाहिँ बिच छ अनि बेसिकली 1 बजे अघि मिड नाइट सन हेऱ्यौँ हामीले सनसेट हेऱ्यौँ अनि यसको यो डाँडा पछाडि चाहिँ सन ट्याक्कै छ क्या अन्त टपबाट सन हेरौँ भनेर सो हामी यो यहाँबाट हिँड्दै आएको छौँ होइन यो बाटो यहाँसम्म सजिलो थियो जस्ट पिच बाटै थियो यहाँबाट चाहिँ डाँडा चढ्नुपर्छ हेर्न कस्तो गाह्रो छ म प्रब्लम धेरै खिच्दिनँ होला किन भन्दा अलिक स्टिपी नै छ 2 हात लिएर चढ्नुपर्छ अनि माथि गएर फेरि खिच्न ट्राई गर्छु कस्तो हुन्छ तर माथि गएर भ्युजहरू चाहिँ खिच्छु अनि त्यही हो अलि हिँड्ने बानी छैन नि त जिम गएर छोडेको पनि धेरै भयो फ्यु मन्थ्स भयो कार्डियो गरिँदैन त्यही भएर अलिकति हाइक स्टिपी गर्न चाहिँ गाह्रै हुँदो रहेछ अब म माथि जान्छु अनि यहाँ चाहिँ बिच छ यो भ्यू कस्तो आएको छ राम्रो छ यहाँ पुरै माउन्टेन्स छ अनि यो बिच यो लेक ओसन भयो यहाँ चाहिँ स्यान्डहरू चाहिँ बिच भयो त्यहाँ चाहिँ प्रब्लम यो फर्केपछि जान्छु हामी ड्रोन उठाउनलाई अब चाहिँ म माथि जान्छु माथि गएर फेरि भिडियो खिच्छु भने भिडियो खिच्दिनँ भन्ने थिएँ यतिसम्म सजिलै छ सो हामी यहीँबाट माथि पुग्ने हो त्यहाँ छ धीरज त्यहाँ छ अमृत छ केटाहरू अब नजिक लाग्छ तर बेसी मान्छे एकदम सानो छ हेर्नु न लाइक सानो देखिन्छ कि अझ यहाँ टुप्पो पुग्नुपर्छ टुप्पो भएको मान्छे त यहाँ कमिला चाहिँ देखिरहेको छ होला अनि हामी यहाँबाट हिँड्दै आएको यहाँबाट सजिलो थियो अब यहाँबाट चाहिँ डाँडा चढ्छौँ बेसिकली यो भ्यू पनि राम्रो छ कि अनि यहाँ टुप्पोबाट त्यो भ्यूहरू हेरौँ अनि प्लस यसको पछाडिपट्टि पनि अघि हामी गाडीमै गएको थियौँ टनलबाट छिरेर तर यहाँबाट भ्यू राम्रो हुन्छ भनेर अब त्यो हेरौँ यो चाहिँ अलि माथि हामी आधीतिर आइपुगेपछि भ्यू हामी हिँड्दै आइसक्यौँ त्यही हो बाटो चाहिँ खास यहाँ मुन्ने चाहिँ मान्छेहरूको सानो देखेर चाहिँ यहाँ चाहिँ फर्किन लागेको छ माथिबाट हामी जानुपर्ने अझै छ माथिभन्दा यी नजिक देख्यो भने लाग्छ होला अझै 1 घन्टा सो बेसिकली अब हामी त्यही जान्छौँ म चाहिँ फोनले गर्दा के अरे क्यामेराले गाह्रो भइरहेछ अब चाहिँ साँच्चीकै नै क्यामेरा थन्काउँछु अनि मजाले माथि गएर फेरि निकाल्छु अब सो म त्यही भएर सो बेसिकली अहिले चाहिँ अनि त्यही भएर यो क्यामेरा खिचेको छु माथि आइसकेपछि खिच्न सजिलो भयो
त्यो क्यामेरा चाहिँ खास अगाडि हेरेर बोल्न सजिलो हुन्छ, कस्तो देखाएको छ थाहा हुन्छ। हामी टपमा गयौँ, अब चाहिँ ओर्लिँदैछौँ। ओर्लिने बाटो त कहाँ छ यहाँबाट तल 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 त यहाँबाट तल गएर यो त सानो त्यो त ठुलो लेक हो, यहाँ सानो देखिएको छ म त। अनि यो भ्यू भयो पुरै ओसन, अनि त्यहाँ माथि गएको हामी, अनि त्यहाँबाट भिडियो खिचेको छ मैले यताको भ्यूहरूको। क्यामेराबाट चाहिँ यही होला, इन्स्टाग्राममा फोनहरू खिचेको छ मैले। यहाँ जानुपर्छ अब। सो अघि माथिबाट चाहिँ सानो देखेको लेक चाहिँ यो हो, अहिले अलिक ठुलो देखियो अहिले। सो अघि पनि धेरै नै माथि थियौँ क्या, लाइक यस्तो मलाई के भन्ने अब, ट्रेकिङ हाइकिङ होइन, ट्रेकिङ पनि ट्रेल होइन मेरो लागि चाहिँ, माउन्टेन क्लाइम्बिङ जस्तो लाग्यो। कति ठाउँमा त के अरे त्यो हामी कहाँ पुगेँ त्यो भन्नै सकिँदैन, यति माथि हो। भ्यू चाहिँ तर दामी थियो। अनि माथिबाट मुनि हेर्दा त यति जस्तो लाग्दो रहेछ, तलबाट माथि हेर्दा नि नजिकै लाग्छ, तर धेरै ठुलो हो क्या माउन्टेन चाहिँ। माउन्टेनै हो, यसलाई माउन्ट के भन्छ नाम चाहिँ बिर्सेँ, माउन्टेनै हो तर ट्रेक लेखाएको थियो। अनि लेभल पनि हार्ड मात्र लेखाएको थियो, मोडरेट लेखाएको थियो, हार्ड सर्ट लेखाएको थिएन। बट अब पुगेर आयौँ, पुरै हातै सुनिएको छ मेरो त। त्यो माथि कति पुगेपछि चाहिँ हातले नै क्लाइम्ब गर्नु परेको थियो, कति ठाउँमा चाहिँ लाइक स्टोन थियो, लाइक स्ट्रेट यस्तै नै थियो, कति ठाउँमा त्यस्तो नै ठाडो थियो, अनि यस्तो चढ्नु पर्थ्यो। सो बेसिकली ट्रेकिङ भनेर आएको, माउन्ट क्लाइम्ब नै गऱ्यो।